हेलो नमस्ते। मेरो नाम चाहिँ बबिता आचार्य। म आज हजुरहरूमा चाहिँ एउटा सानो स्टोरी सेयर गर्न आइरहेको छु। मैले पनि बुकबाट अथवा सोसल मिडियाबाट, युट्युबबाट, विभिन्न सोसल साइटबाट चाहिँ मैले स्टोरीहरू पढ्ने गरेको छु। त्यसमध्ये पनि मलाई एकदमै मन परेको कथा चाहिँ सुरदासको कथा। सुरदास चाहिँ एउटा कृष्ण भक्त हुनुहुन्छ हैन। उहाँको बारेमा चाहिँ मैले केही सर्फेसली भन्न गइरहेको छु। यदि हजुरहरूलाई मेन्टल स्ट्रेस के बुक पढौँ, कस्तो बुक पढौँ भन्ने कुराहरू कन्फ्युजन भएको हुन्छ, मेरो तर्फबाट पनि सानो कुराहरू, मबाट केही कुरा एउटा सानो भए पनि केही कुरा जानकारी पाउन सक्नुहुन्छ कि भनेर मैले यहाँ हजुरमाझ राख्न गइरहेको छु। त्यो रहेको चाहिँ सुरदासको कथा। सुरदासको जन्म चाहिँ 15 शताब्दीमा भएको हुन्छ हैन। 15 शताब्दीमा भएको हुन्छ। त्यसमध्ये पनि सुरदासको जन्म चाहिँ दिल्लीमा भएको कि मथुरा नजिकको गाउँमा भएको हो भनेर कन्फ्युजन, विभेद छ त्यसमा पनि। अनि सुरदासको जन्म चाहिँ डिसेबिलिटी हुन्छ उहाँले चाहिँ आँखा ब्लाइन्ड हुनुहुन्छ हैन। अनि त्यसपछि उहाँको अब हाम्रो नेपाली सोसाइटी, इस्टर्न सोसाइटीहरूमा त कति धेरै डिस्क्रिमिनेसन हुन्छ नि त। अब अहिले पो अलिकति मान्छेहरू नलेजेबल भए, भेदभाव गर्दैनन्, त्यति भेदभाव गर्दैनन्। पहिलाको जमानामा त अब फ्यामिलीले कति नराम्रो ट्रिट गर्ने हैन। अनि उहाँले चाहिँ, सुरदासले चाहिँ घर छोडेर हिँड्नुहुन्छ, घर छोडेर वृन्दावन जानुहुन्छ। अनि त्यसपछि उहाँले चाहिँ सन्त वल्लभ आचार्यसँग चाहिँ भेट हुन्छ। सन्त वल्लभ आचार्यजीले चाहिँ उहाँलाई शिष्य बनाउनुहुन्छ। त्यसपछि उहाँको जीवन चाहिँ भक्ति भावमा चाहिँ सुरुवात हुन्छ हैन। अनि उहाँले चाहिँ कृष्ण लीलाहरू, भजन गाउने, भजनहरू रचना गर्ने, कविताहरू लेख्ने, उहाँ चाहिँ एकदम कृष्ण भक्त चाहिँ एकदमै हुन्। अनि त्यसपछि उहाँको जीवन चाहिँ त्यसरी मोटिभेट, उहाँबाट हामीले के कुरा सिक्न सकिन्छ भन्दाखेरि, हामी चाहे डिसेबिलिटी होस्, चाहे अनडिसेबिलिटी होस् हैन, चाहे जेसुकै होस्, तर हामीले हाम्रो मन खुसी गराउने, आफ्नो भक्ति भावमा लागेपछि के गर्दा खुसी हुन्छ भने चाहिँ उहाँको जीवन कहानीबाट हामीले प्रेरणाको स्रोत मान्न सकिन्छ। एकचोटि हजुरहरूलाई पनि सुरदासको कथा के रहेछ त भनेर जान्न मन छ, हेर्न मन छ, बुझ्न मन छ, उहाँबाट केही ज्ञान प्राप्त गर्न सक्नुहुन्छ भने चाहिँ एकचोटि सुरदासको कथा चाहिँ मजाले पढ्नु होला हैन। यति भन्न चाहे। धन्यवाद।